दाजुभाइ जसलाई पनि रमाइलो भएको छ है। हामी चाहिँ फाइनली हाम्रो कहाँ जाने माथि कोठीवीर जाने चाहिँ यात्रा सुरु भइसकेको अघि नै हो। बाइक साइकल तल राख्यो। अब चाहिँ हामी यहाँदेखि छोटो बाइकपुर टकर 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 जानेवाला छौँ। सबैजना हामीसँग जोडिनु होला, रमाइलो गर्नु होला है। हेरेर हामी चाहिँ तपाईँहरू भिडियो हेरेर हामी चाहिँ प्रत्यक्ष यहाँ चाहिँ रमाइलो गर्नेवाला छौँ। ल दाजुभाइहरू आउनुहोस्, जाऊँ फेरि आयौँ पनि माथितिर। यहाँ चाहिँ एउटा गुफा छ दाजुभाइहरू। म चाहिँ सर एक राउन्ड हान्छु है। यस्तो छ यहाँ पहिले जमानाको उहरू पहिला नि देखाएको थिएँ मैले, फेरि देखाउनु पाएँ। ध्वजा बान्नु भएको छ सबै दाजुभाइ। अबले मेरो अनुहारलाई फोकस भन्दा हजुर होइन रहेछ, यस्तो छ यहाँ चाहिँ। ल दाजुभाइहरू है, जाम अहिले चाहिँ म म्याक्सिमम् मेरो फेसलाई भन्दा चाहिँ म अहिले यो ठाउँहरूलाई चाहिँ म एक्सप्लोर गर्छु होला सायद होइन। मेरो अनुहार भन्दा चाहिँ म तपाईँहरूलाई यहाँको देखाउँछु है। हेरौँ ल, यस्तो यस्तो ठाउँहरू छ। लाइटवाला बाबु अँध्यारो हो होइन, पाइदा ऊ रहेछ, फुट ट्र्याक छ हिँड्नु। ल यो गुफा भित्र छौँ हामी। यता बाल्ता मुनि ओ नो। ल यस्तो यस्तो के छ है। खासै यहाँको बारेमा हामीलाई चाहिँ त्यति नलेज चाहिँ भएन होइन। अब हेर्ने हो, नलेज लिनको लागि चाहिँ यहाँको मान्छेहरूलाई चाहिँ सोध्नुपर्छ, स्थानीयहरूलाई होइन। त्यसको लागि चाहिँ हामी पछि प्रयास गर्नेछौँ होइन। भन्दै अझ यहाँ चाहिँ एकदम के अरे ट्रेकिङको लागि चाहिँ बहुत बेस्ट जस्तो लाग्छ क्या मलाई होइन बाबु। एकदम ट्रेकिङ गर्नको लागि फुड ट्र्याकहरू बनाएको छ होइन। एकदम माइन्ड फ्रेस टाइपको एकदम हरियाली चिसो मौसमहरू पनि छ। अनि तलदेखि हाम्रो नौबैनी खोला पनि बगिरह होइन। छुट्टै किसिमको आनन्द, खोलाको आवाज मजा छ। हेर्दै गर्नु होला, हामी एकदम रफ्तारमा छौँ। ल अहिले पानी खाम हाम्रो धारोको होइन, सियोटोपाडामा। यो पनि मुहान हो नि हो। ल यहाँबाट नि उ भएर छ होइन, पानी उम्रेको रहेछ यतै। ल पानीको मूलहरू यहाँबाट पनि छ। यस्तो यस्तै गर्दै यहाँ भइगयो अर्को मूल। अब फाइनली रिच खलेसबाङ दाजुभाइहरू होइन। यहाँको वातावरणले गर्दा हिँड्दा हिँड्दै ज्याकेट पनि निकालियो होइन। अब चाहिँ हामी लाग्छौँ माथि डाँडातिर। अब यहाँबाट सर र सिनहरू देखाउँछु तपाईँहरूलाई यो पाराको होइन। एकदम चिल्याक्स आनन्द आयो, हल्का मजा लाग्यो हल्का होइन। एकदम क्लियरली यस्तो भ्यूहरू देख्दाखेरि चाहिँ मजा लाग्छ दाजुभाइहरू जसलाई पनि। टक्क यस्तो पारामा अब चाहिँ हामी फेरि लाग्छौँ माथितिर। अब साथीहरू अगाडि गइसक्नु भएको छ, उहाँहरूलाई भेट्नुपर्छ फेरि है। जाम बिस्तारै बिस्तारै टक 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 गर्दै हामी आज कोठीवीर लगभग नभए पनि यहाँ हाम्रो गुराँस फुलेको छ नि यहाँनिर, यहाँसम्म चाहिँ पुगौँ सबै। अनि त्यस पछाडि कसैलाई चाहिँ गुराँसको फोटो खिचौँ। अनि माथि चढ्न सक्ने चाहिँ यता चढौँ भनेछौँ, नसक्ने चाहिँ
यतै बस्ने भन्ने कुरा भइरहेछ। अझै जुमिङ देखाइदिन्छु मेरो। यो छ यो जुमिङ होइन त्यो डाँडाको ल यस्तो भयो के अरे। अब यहाँबाट हेर्दाखेरि यो हो ठुलो कोठी। ए ठुलो कोठी देख्नुभयो। अनि यो ठुलो कोठी भइसकेपछि यो भयो हाम्रो कुमकोठी। यस्तो छ। 15 Pro Max को जुम पनि ठिकै हो है दाजुभाइहरू। लेटेस्ट मोडल त छैन, पुरानै छ मोबाइल, त्यही पनि केही छैन। अब चाहिँ लाग्छौँ हामी ल फेरि भेट्दै गरौँ ल एकछिनपछि माथितिर। ल लागौँ अब फेरि गन्तव्यतिर। रेस्ट भइरहेछ हाम्रो कोठीभिर। ओके जेनजी सबै मिलेर जाने हो। जेनजी जेन भाइ सब मिल्ने हो। हिमालको हिउँमा खेलिरहेको साथी एलसीले चाहिँ हामीलाई चाहिँ गाइड गरिरहेछ। त्यो माथि जसरी पनि गएर खेल्न पर्छ भनेर चाहिँ ल जाम 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 एरममा हुनुहुन्छ यहाँ टक्क। अब हामी चाहिँ गुराँसे आइपुग्न लागिसकेको छौँ। एकदम यात्रा ल्याङ 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 मतलब ढिलो भयो भनौँ। मतलब बिस्तारै हिँड्ने थकाइ चाहिँ लाग्यो होइन। बुढाहरू आउनै सकेनन् यार। अरे हिम के छ यात्रा हो ए ल दिदीहरू नि उहाँबाट आउनुभयो रहेछ स्वर्गद्वारीतिरबाट हाम्रो प्युठानबाट। ल ठिक छ। अब जाम टुकुर 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 माथि पुग्ने हो। रमाइलो रमाइलो भइरहेछ गुराँस है। ल गुराँस सर हेरौँ न यो ड्याम्स। ल गुराँसमा कति हो कति गुराँस त आमामामा। ल रातै छ वन हेर्नुहोस्। टिप्न चाहिँ माया लाग्दो रहेछ हो टिप्नुहुन्न खासै होइन। आउनुहोस् है सबैजना। कति भिडियोमा हेर्ने यार। हो यो के हो यो पनि फुलै हो हो। अम्मामामामा गुड स्मेल लाइक अ परफ्युम। मिठो यतिको बसाउने फुल लैयो भन्दा सोल्टिनु त कसो नपटेला नि यार। हो आहा बसाउनु रहेछ यार डेन्जर हो। यो सुन्नुहोस् त एकचोटि। यतिको बसाउने फुल लैयो भन्दा सोल्टिनु त यतिकै ढल्ने भयो त। आमामामामा हो दामी हो। अब त्यो मैले पोस्ट चाहिँ गर्छु गर्दैन थाहा छैन। बनाउँछु स्टोरेज फुल होइन तपाईँको चाहिँ हालिदिन्छु केही छैन। नाम भन्नुहोस् न तपाईँको। घर कहाँ अरे कि मिल्दैन भन्न तपाईँहरूले। ए ठिक छ ल फेरि स्वर्गद्वारीतिर हामी आउँछौँ फेरि कहिलेकाहीँ। अब कमलाको दिदीकोमा गएर त किसिम बनाखाम नि हामीले नि भिडियो त। ए ल ठिक छ फेरि। कति क्लासमा पढ्नुहुन्छ त नि? ब्याचलर कुन सब्जेक्ट? मेजर इङ्ग्लिस। अरे बट हाम्रो इङ्ग्लिस चाहिँ पर्फेक्ट छैन है। तर रमाइलो भएछ है। ओहो सर एकछिन बुझिहालौँ हाम्रो। अलराइट ओके एकदम म ठिक छु। खलेसम्म भन्दा माथि गुराँसे आइसकेको छ। तर पनि मेरो एकदम केही प्रब्लम छैन। ओके बिहान अलिअलि बासी भात खाएर आएको। उहाँ म्याडमको चाहिँ के छ मिसको हालत खराब भएको छ? लडेको छ। यस्तो रमाइलो गर्नुपर्छ बिच बिचमा केटा हो। सबजना आइजाऊ यहाँ। हामी खलेजबाङमा आउने रमाइलो हान्ने
अनि त्यहाँबाट माथि जाम्ला कति घर सुत्ने यार निद्रा त लागेको थियो त्यही पनि उठेर आएको उठ न यार यति राम्रो ठाउँ हेर्नलाई उठ कति सुत्छ सुतेर हेरेर होला तिमीहरू भन्नु न भन्नु एकचोटि भनिन् न हो मेरो त्यस्तो भाइरल छैन ओन्ली कति 200-400 भ्यू आउँछ जम्मा हो आइजाऊ होइन ल उहाँले नि भन्नुभयो तपाईँहरूलाई आइदिनु होला ओ पैसा त छैन त्यही पनि केही छैन खसेको चाहिँ हुन चाहिन्न ल अरे यार न ल है यहाँ हाम्रो साथीहरूले पेल्नु भयो है लडेको छ अङ्कलले यहाँ फेरि जोस देखाउनु भएको छ अङ्कलले हामीलाई लिड गर्दै हुनुहुन्छ हामीलाई होइन ठिक छ होप सो रमाइलो हुनेवाला छ आज माथि गएर सकेसम्म गर्छौँ हामी त्यही हो अब है ल दाजुभाइहरू एकछिन चाहिँ सुत्नुपर्छ होला बाटोतिर हामी चाहिँ अब एकछिन रेस्ट रमाइलो गर्नुपर्छ कि बिचबिचमा होइन सुत्दै उठ्दै जाने हो चट्ट दाजुभाइहरू है आहा कसम से यार यो यस्तो मजा आइरहेको यहाँ त यार टट ल गुराँस हेरौँ यहाँ दिदीहरू नि हेरौँ के छ र होइन होइन म त ओन्ली 25 वर्ष भएको नि त अच्छा 25 कम्प्लिट भएर 26 लाग्यो नि त म अब दिदीहरू भन्नु त पऱ्यो नि होइन परेन र लडेको छ फेरि अब कसले किन ल ल ल अरू अझै हामी पुगेको छैनौँ है तर पुगेला जस्तो मलाई लागिरहेको छैन कहाँसम्म जान्छौँ यहाँ बिचबिचमा अब्स्टिकलहरू आउँदै गर्छ यार केही छैन अब हामी गए नि नगए नि फर्के पनि भिडियो चाहिँ म बनाइराख्छु के गर्छु म अब होइन जाने प्रयास चाहिँ गर्ने हो फेरि कोठीभिर चाहिँ जान सक्छु म तर मलाई खासै रमाइलो त लागेको छैन यार अब केटाहरू नभएर हो क्या यार है हे हेर्नुहोस् त गुराँस हेबरै नि ल उहाँहरूको हालत पनि त्यस्तै छ के गर्नु यार पिडा बेठा सबलाई साइड गरेर गुराँस हेर्नै पर्यो कलर चाहिँ अलि उवाला टाइपको छ यार के भएको यो हल्का वाइट मेरो घरको छेउमा चाहिँ रातो पाइन्थ्यो के अरे यहाँ चाहिँ अलि लेकको गुराँस यही होला कि होइन लेकैतिर लागे म जाम्डो हामी त अघि अर्कै क्लाइन्टसँग आएको थियौँ अहिले चाहिँ अर्को क्लाइन्ट जोड्नु गरेर हामी यो हामी अलि भर्सटाइल भइयो भर्सटाइल भन्ने कि यसलाई के अब केही छैन उहाँहरू पनि टाढाबाट आउनु भएर चाहिँ त्यही भएर होइन हल्का रमाइलो हानौँ भनेर नयाँ नयाँ मान्छेहरूसँग के गानी हुन्छन् होइन हेल्पफुल हुन्छन् भन्ने कुरा चाहिँ उहाँहरूलाई यात्रामा एकअर्काले हेल्प त गर्नुपर्छ होइन सेल्फिस हुनुहुन्न वी आर ह्युमन हेयर नट अ एनिमल ब्रो चलो अरे म त अझ रनिङ गरेर जान्छु जस्तो लाग्छ है मलाई त यहाँबाट त तर अब ल हामी आइपुग्यौँ यो पहाडमा सबैजना टक्क रेस्ट गर्दै हुनुहुन्छ अब चाहिँ हामी जान्छौँ थोरै माथि अब कति मिनट छ साललाई छैन हौ कुमकोठीमा आउनुलाई 5 मिनट ओके देन आफ्टर हामी चाहिँ आधा घन्टा जस्तो हेऱ्यौँ भने चाहिँ पुग्छौँ जस्तो लाग्छ मलाई चाहिँ है ल तपाईँहरू अझै सक्नुहुन्छ नि हिँड्नु होइन मजाले
ठिक छ केही छैन मजाले जामला घर गएर सुत्ने नै हो थाहा छ हामीलाई होइन जहाँसुकै जे गरे पनि पानी पर्न आँट्यो त अब पानी त यो पर्दैन यो लेकमा यस्तै हो कि जहिले यस्तै हुन्छ लेकमा हुस्सी लागिहाल्छ उसले बिहान चाहिँ तपाईँले कति 10 बजे 9 बजेसम्म चाहिँ क्लियर देख्न सक्नुहुन्छ त्यस पछाडि त लाग्ने हो यो हुस्सु त लाग्छ नि यस्तो हिउँ लेकमा छौँ दाजुभाइ कति 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 मिटर हाइटमा छ यो यसको हाइट समुद्री सतहबाट वरिपरि छ माथिको टुप्पामा 3500 के हो त युनिट के हो 3650 मिटर मिटर भन्नु न त फेरि किलोमिटर होला नि त फेरि होइन ल ठिक छ हो त्यसपछि यो चाहिँ यहाँ पोइन्ट हामी 3500 यो सब्स्क्राइब गरिदिन्छु के छ युट्युब आइएम प्रोफेसनल त होइन त्यही पनि रमाइलो गर्छु कि कहिले समटाइम्स होइन कि पछाउनु तपाईँहरूलाई अब चाहिँ म यहाँ हिउँ देखाउन सक्ने सम्भावना छ होइन